हेलो माई फर्स्ट ब्लग इन रोमानिया। आजको चाहिँ छुट्टीको दिन, आइतबार चाहिँ सामान किनिन्छ, सामान ल्याइन्छ, हप्ता दिन त्यही खाइन्छ अनि बसिन्छ। फेरि अर्को आइतबार आइन्छ। बिचमा केही सामान झ्याट्ट सक्यो भने आइन्छ, नत्र आइँदैन। यहाँबाट लगभग 20 मिनट रुमबाट छ, नजिकै हो, त्यति टाढा होइन। आज चाहिँ चाँडो आयो, नत्र म बेलुकातिर आउँथेँ, सामानै सकिएको रहेछ। त्यही भएर आज म नुहाइधुवाइ गरेर लुगासुगा धोएर आइपुगेँ। रोमानियामा बसाइ यस्तै छ है गाइज। ड्युटी गरिन्छ 10 घन्टा। अहिले चाहिँ यो अगस्त हो, त्यही भएर 8 घन्टा मात्रै हुन्छ ड्युटी। त्यही हो साथीहरू, फलो, सब्सक्राइब, लाइक, कमेन्ट। रोमानियाको बारेमा केही जानकारी चाहियो भने तपाईँहरूलाई मेसेज गर्न सक्नुहुनेछ। रोमानिया आएको पनि 2 वर्ष कटियो, त्यही भएर ठिकै छ रोमानियाको बसाइ। यहाँ पनि राम्रो खेतीपाती हुन्छ, मकै खेती देख्न सक्नुहुनेछ। यहाँ तपाईँको ओखरहरू छ, यो सबै ओखरको बोटहरू हो। ओखर पनि राम्रो हुन्छ यहाँ। 6 महिना राम्रो बाली हुन्छ। 6 महिनापछि चाहिँ तपाईँको राम्रो बाली हुँदैन। 6 महिनापछि तपाईँको पुरै बन्द, हिउँले पुरै ढाक्छ। त्यही भएर जति गर्ने यहाँ 6 महिनालाई गर्ने हो। 6 महिना यिनीहरूले ठुलो जमिन छ नि तिनीहरूको, त्यही भएर राम्रो खेती गर्छ। ठुलो छ रोमानिया, सब जमिनहरू ठिक्क पारेर राख्छ। हिउँ पर्ने बेला, अरू बेला ट्याक्कै खेती गर्नलाई। हाम्रो रुमको छेउको कब्रिस्तान पनि यही छ। अब लगभग म आइपुग्न लागेँ। अब यहाँबाट हाइवे निस्किन्छ। हाइवेबाट सिधै प्रोफी भन्ने चाहिँ एउटा सुपर मार्केट हो, तपाईँहरूको सुपर मार्केट। त्यति हो ल। आजलाई यति नै। फर्स्ट ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच। रोमानियाको बारेमा त्यस्तै केही बुझ्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नुहोला। आएको मेरो 2 वर्षको एक्सपिरियन्स